सन्ध्या झ्यालबाट बाहिर हेरिरहेकी थिए। मन भारी थियो। आँखामा बिस्तारै आँसु भरिँदै थियो। हातमा एउटा पुरानो चिठी थियो जसको मसी धमिलो भइसकेको थियो, तर शब्दहरू अझै जस्ताका तस्तै थिए, अमिट अनि अमर। प्रिय सन्ध्या, तिमी बिना म आफूलाई अधुरो महसुस गर्छु। तिम्रो हाँसो नै मेरो उज्यालो हो, तिम्रो स्पर्श नै मेरो शीतलता। तिमीलाई भेटेपछि मात्र माया के हो, प्रेम के हो बुझ्न थालेको छु। तिमी मेरी सधैँको सन्ध्या हौ, जुन कहिल्यै रात म हराउँदिन। चिठीको हरेक शब्दले पुराना सम्झनाहरू ताजा पारिरहेका थिए। यो पत्र लेख्ने व्यक्ति थियो आदित्य, उही आदित्य जो सन्ध्याको पहिलो माया थियो, तर अहिले उसको जीवनमा थिएन। आदित्य र सन्ध्याको भेट एउटा विश्वविद्यालयमा भएको थियो। सन्ध्या साहित्यको पारखी थिए भने आदित्य एक जुझारु पत्रकार। दुवैको रुचि समान थियो, पढ्ने, लेख्ने अनि जीवनलाई गहिरोसँग बुझ्ने। उनीहरू बीचको सम्बन्ध पत्रबाट सुरु भएको थियो। आजको दिन अनौठो लाग्यो, किनभने तिमीलाई भेटेपछि संसार नै बदलिएको महसुस भयो। आदित्यले पहिलो पत्रमा लेखेको थियो। सन्ध्याले पनि उत्तर फर्काई, तिम्रा शब्दहरू पानी जस्तै छन्, जसले मेरो मनको मरुभूमिलाई हरियाली बनाउँछ। यसरी उनीहरूको माया पत्रहरूमा फस्टाउँदै गयो। भेट हुँदा पनि नहुँदा पनि तिनीहरूले सिधै चिठी मार्फत एक अर्कालाई आफ्नो भावना पोख्थे। शब्दहरू नै उनीहरूको प्रेमको माध्यम थियो। जीवनमा सधैँ एउटै लयमा कहाँ चल्छ र। एक दिन आदित्यले एउटा ठुलो अवसर पायो, अमेरिकाको एक प्रतिष्ठित समाचार पत्रमा काम गर्ने मौका। सन्ध्या खुसी थिए, तर मनमा अलिकति डर पनि थियो। के टाढा गएपछि पनि हाम्रो माया उस्तै रहन्छ? सन्ध्याले सोधी। माया दूरीले होइन, मनले बाँधिन्छ। म जहाँ गए पनि तिमी मेरी हौ सन्ध्या, मेरो नै रहन्छौ, आदित्यले आत्मविश्वाससहित भनेको थियो। तर समयले अलग खेल खेल्यो। आदित्य गयो, पत्रहरू कम हुँदै गए, संवाद पातलिँदै गयो। अन्ततः उसले सन्ध्यालाई लेखेको अन्तिम पत्र आयो। सन्ध्या, मलाई माफ गर। तिमीलाई त्यो माया दिन सकिन जुन तिमीले चाह्यौ। माया कहिलेकाहीँ दूरीले कमजोर बनाउँदो रहेछ। जीवनको बाटो फरक देखिएको छ। तिमीलाई म सधैँ सम्झिरहनेछु, तर अब यो सम्बन्ध अगाडि बढ्न गाह्रो देख्छु। त्यो पत्रले सन्ध्याको जीवन नै बदलियो। उसले आदित्यलाई पत्र लेख्न खोजी, तर शब्दहरू भेट्न सकिन। आँसुले अक्षरहरू धमिला भए। त्यसको केही महिनापछि सन्ध्याले आदित्यको विवाहको खबर सुनि। त्यो सुनेपछि उसले आफ्नो मनलाई बुझाई, केही प्रेम कहिल्यै अधुरो हुँदैन, तर त्यो अधुरोपनले नै तिनलाई अमर बनाउँछ। आज झ्यालबाट बाहिर हेर्दै सन्ध्याले त्यो पुरानो पत्र जलाई। आदित्यको सम्झनाहरू उसको मनमा ताजै थिए, तर अब ऊ बाँधिन चाहन्नथी। ऊ उठी ऐनामा आफूलाई हेरी मुस्काई, अब म आफ्नै लागि बाँच्छु। र त्यो दिनबाट सन्ध्याले आफूलाई हराएको प्रेममा होइन, आउने भविष्यमा रमाउने निर्णय गरी।